चितवनको सिमलतालबाट 1.5 वर्ष अघि त्रिशुलीमा खसेको बस निकाल्न सुरक्षाकर्मीलाई हम्मे नेपाली सेना समेत परिचालन गरियो। त्रिशुली नदी किनारमा फेला परेको एउटा बसको अवशेषको आज पनि दिनभर उत्खनन गरिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका 5 दोङदाङ स्थित नदी किनारमा प्रहरी सहित नेपाली सेनाको टोली समेत खटियो, तर सुरक्षाकर्मीलाई बस निकाल्न हम्मे परेको छ। अझै पनि पुरै बस निकाल्न सकिएको छैन। चितवन र तनहुँका सुरक्षा प्रमुखहरू बैठक बसेर उत्खननलाई निरन्तरता दिने निर्णय गरेका छन्। 1.5 वर्ष अघि चितवनको भरतपुर महानगरपालिका 29 सिमलताल स्थित त्रिशुली नदीमा खसेको बस नै उक्त अवशेष भएको प्रहरीले जनाएको छ। स्थानीयवासीले आइतबार बिहान बालुवामा पुरिएको अवस्थामा बसको केही भाग भेटिएको खबर गरेपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोली उक्त स्थानमा पुगेको थियो। प्रहरीका अनुसार सिमलताल दुर्घटनामा परेको गणपति डिलक्सको बसको अवशेष नै भेटिएको हुन सक्ने बताइएको छ। प्रहरीले उत्खनन गर्दा पानी निस्कन थालेपछि थप उत्खननका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिन्टारको टोलीले आइतबार नै उक्त स्थानमा पुगेको थियो। उनीहरूले उत्खननको प्रयास गरे पनि बसको अगाडिको पुरै भाग निकाल्न कठिन भएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल बसको अवशेष भेटिएको स्थान पुग्नु भएको थियो। उहाँले उत्खननलाई प्रभावकारी बनाउन र थप संयन्त्र प्रयोग गर्न निर्देशन समेत दिनुभएको छ। 2081 असार 28 गते बिहान पख काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश 03001 ख 2495 नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश 03006 ख 1516 नम्बरको बस नारायणगढदेखि 22 किलोमिटर पूर्वोत्तर सिमलतारमा पहिरोमा बग्दै त्रिशुलीमा खसेर बेपत्ता भएको थियो। दुवै बसका 65 यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातका बसमा सवार 3 यात्रु पौडेर निस्किन सफल भएका थिए। 19 जनाको शव भेटिएको भए पनि 43 जना अझै बेपत्ता छन्। निसन्तान समस्याको समाधान अब सम्भव छ। असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी अन्तर्गत IUI, IVF, ICSI जस्ता एडभान्स टेक्नोलोजीले गर्दा लाखौं दम्पतिहरू आमा बुवा बन्न सफल हुनुभएको छ। तपाई किन सक्नुहुन्न? अवश्य सक्नुहुन्छ।